आजको यो ब्लक फ्रुटको भिडियोमा म युज गर्न आँटेको छु न्यू फेन्ड येटी फ्रुट। यो फ्रुट चाहिँ रिसेन्टली भ्यालेन्टाइन अपडेटमा रिलिज भएको थियो। नयाँ फ्रुटमा नयाँ कम्बो त चाहियो होइन र? यो कम्बोमा म 3टा स्वord युज गर्नेवाला छु, यामा, शार्क एङ्कर र सिडिके। Cause these 3 swords can fit easily with new फेन्ड येटी फ्रुट। यो भिडियो धेरै लामो अनि मजाको हुनेवाला छ। यो भिडियोलाई अझै हाइप गर्नको लागि इफ तिमीहरूले लाइक र सब्स्क्राइब गरेका छैनौ भने मेक स्योर टु डु द्याट अनि बेल आइकन पनि थिच्न नबिर्स। के ढिला नगरिकन लेट्स स्टार्ट विथ आवर यामा कम्बो। ओके भाइ, ओके स्टार्टिङ विथ गडिमन सी। म बिर्सिहाल्छु यस्तो गर्नुपर्छ भनेर फेरि। ओके स्टार्टिङ विथ आवर सी मुभ। Well, there we go. 17,000 damage. Isn't it crazy? अब अझै एकचोटि ट्राई गरौँ है त। सेम कम्बो। स्टार्टिङ विथ सी मुभ। हल्का मिस भयो। अब फेरि ट्राई गरौँ। एकचोटि त मिस त भइहाल्छ नि होइन र? ओके अब भाइ starting with C move again. There we go. This combo is best. Well, if God Human को ठाउँमा सेङ्युनाट भयो भने कस्तो होला त? के God Human को भन्दा राम्रो कम्बो होला त सेङ्युनाटमा? Let's see. हल्का मिस गरेँ तर पनि राम्रो गएको थियो यार। ल फेरि अब भाइ हल्का मिस भएको थियो तर पनि राम्रो मेसअप गऱ्यो भने पनि 13,000 जति ड्यामेज चाहिँ जाने रहेछ यार। ड्याम Okay, there we have it. This was a bit decent combo, I guess. That was decent. अझै एकचोटि ट्राई गरौँ है त कस्तो जाने रहेछ यही सेम कम्बो। ल भाइ ओके सी मुभ। That was a bit okay. हल्का मिस भयो बट या That was a great combo. यो कम्बिनेसन राम्रो रहेछ गड ह्युमन र यामा भन्दा नि। इफ यामाको ठाउँमा शार्क एङ्कर आयो भने कस्तो होला त? शार्क एङ्कर भनेको एउटा यस्तो स्वord हो जुन चाहिँ जुनै पनि कम्बोमा फिट हुन्छ। हेरौँ है त यो कम्बोमा कतिको फिट हुने रहेछ त शार्क एङ्कर। यो 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 सी मुभ, एफ मुभ, यो मुभ, यो मुभ, यो मुभ। There we go. शार्क एङ्कर भनेको शार्क एङ्करै हो होइन त? शार्क एङ्करलाई कुन चाहिँ स्वordले बिट गर्न सक्ला त कम्बोमा? लेट्स सी। एकचोटि अझै हेरौँ है त यो कम्बो फेरि। ओके स्टार्टिङ विथ सी मुभ अगेन। सी मुभ, एक्स जी जी सी F G There we go. यो कम्बोलाई कसले बिट गर्ला त? इजिएस्ट एन्ड बेस्ट कम्बो फ्रम शार्क एङ्कर। अब शार्क एङ्करको ठाउँमा सिडिके भयो भने कस्तो होला त? सिडिके युज गर्नुको लागि चाहिँ हल्का स्किल चाहिनु पर्ने हुन्छ है, जुन चाहिँ मसँग छँदै छैन। तर पनि आई विल ट्राई माई बेस्ट to do combo with CDK. यसमा पनि स्टार्टिङ विथ सी नै हुन्छ सेङ्युनाटको। लेट्स गो। ओके इनेबल PvP फर्स्ट। यो अबे आई टोल्ड यू यसमा स्किल चाहिन्छ भनेर।
आई मेस द्याट अफ फेरि ट्राई गरौँ है त भाइ मेरो हेल्थ रिलिज गर त ओके Wait, low. C move. Okay, there we go. Oh, very fine. Yo move. I need yo move. C. C move, eh? Well, isn't this crazy? 18,000 damage. Normal हो र अब एकचोटि फेरि ट्राई गरौँ है त सेम कम्बो कतिको राम्रो जाने रहेछ फेरि ओके स्टार्टिङ विथ C move अबे भयो नि यार अड्क्यो यार मेरो starting with C move. Well, 18,000 damage. राम्रो हैन त ओके मलाई राम्रो लाग्ने भनेको येटी फेन्ड येटीमा कम्बो स्वर्डहरु सीडीके यामा र सार्किङकर मात्रै थाहा छ वेल यसमा पनि अझै राम्रो कम्बोहरु छ भने तिमीहरु च्याटमा भन्नु नबिर्स है त वेल आई थिंक यो कम्बो भिडियोको लागि 3टा स्वर्ड ठिकै होला cuz यो भन्दा बेसी स्वर्ड मलाई युज गर्न आउँदैन अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ केटा टिल देन गाइज सी यू टाटा एन्ड बाइ बाइ आया भाइ के भएको भाइ न्यू खोज्छौ भाइ दाइसँग न्यू खोज्छौ भाइ आऊ ल हेरौँ है त मरे